तुम प्यार करो तुम मरो एउटा खतरै प्र्याङ्क गर्छु म बाबुलाई होइन यहाँ एउटा लेटर आएको छ त्यो लेटर अनुसारको चाहिँ प्र्याङ्क गर्छु हेर मेरो रियाक्सन बाबु यहाँ आऊ त तैँले कोही केटीलाई म्यासेज गरेको हो र कहिले मेसेज गरे अनि के अरे तैँले म्यासेज गरिरहेछ र त अनि त्यहाँबाट यहाँ के भन्छ अरे लेटर आएको मैले पढिसकेँ कस्तो लेटर आज आहा लेटर यहाँ अब प्रुफ दिनु पर्यो नि त भिडियो बनाएर दिनु पर्यो नि त अनि यहाँ लेटर आएको होइन मलाई तेरो मोबाइल त मैले 4-5 दिन भयो क्याप्चर गरेको छु दिएको छैन नि त मैले होइन अनि त्यहाँबाट त मोबाइलमा मेसेज नगरे रिसिभ नगरिसकेपछि एउटा लेटर आएर चाहिँ यहाँ हिमांश तिमी मलाई बिहे गर्न लिन आउँछौ कि नै नभए म झुन्डेर मर्छु भनेर भन्दै थिए भनेर लेखेर पठाइदिए मोर तँ मर्यो भने त हामी आमा छोराले जेल के जेलमा लाने हो त्यस्ता जेल काम तँ मर्यो भने त हाम्रो जेलमा लान्छ नि मोरे मोर्ची आफूले मोर्ची भनेको त हो नि यही लेटरमा पुलिसले हालिहाल्छु नि म पैसाहरू तिरेर पुलिसहरूलाई ए 1 रुपियाँ जति 1 रुपियाँ तिमी किन्छस् अनि त्यहाँबाट किन मेसेज किन गरेको जस्तो हेर्दै मैले कहिले गरे त केटीलाई त्यो मर्ने मान्छेले मर त जतिखेर पनि मेसेज गरेछन् म मर्छु बिना भनेछ सबैजना मोर मलाई बाल छैन यो त मेरो त कहाँ हुन्छ त सबैले मेसेज गरे अनि मर्छु भन्दै यहाँ मलाई चिठी पठाउनु लाग्यो मैले के गर्ने अब म के आदि त म मोर्ची हजुरलाई किन यस्तो छिटी मर्नु परेको अब मर्यो नि म जेल जान्छु अन्त एक्लै गएर भन्छु मर्यो किन चाहियो यता दादा चाहिँदैन यस्ता मेसेज मोरे मोर बाल छैन हाम्रा तुम प्यार करो तुम मरो बुझा क्या ओए ओए वो तो क्या